आज हामी के चेक गर्दैछौँ भनेपछि है, यहाँ मिटरमा देखाइरहेको छ नि, बाइकको मिटरमा यो मिटरमा देखाएको चाहिँ फेक जस्तो लाग्यो क्या मलाई। अनि मैले क्या गोप्रोको जिपिएस अन गरेको छु, अनि गोप्रोको जिपिएस र यसमा ट्र्याक सेम हुन्छ कि हुँदैन रहेछ भनेर चेक हान्नुपर्छ है। आज टक्क लगाएर कतिको स्पिडमा चाहिँ गोप्रोमा देखाउँछ अनि कतिमा चाहिँ यो मिटरमा देखाउँछ है त। म जसम्म लाग्छ 5 को स्पिड अलिकति बढी देखाइरहेको जस्तो लागिरहेको छ है बाइकमा चाहिँ। अब यसो हेरिदिउँ न त है त कतिको गुड्दो रहेछ, कतिको स्पिड देखाउँदो रहेछ। टक्क लगाएर हामी चाहिँ अहिले शान्तिनिको रोडमा आएन, यो रोडमा ट्राई हान्नुपर्छ है कति गुड्दो रहेछ। कति टच गयो थाहा छैन है मलाई। टच चाहिँ गऱ्यो, कति गऱ्यो थाहा छैन। अब गएर हेर्नु होला है त कतिमा टच गऱ्यो होइन, कतिको डिफ्रेन्स रहेछ। एराउन्ड मलाई जसम्म लाग्छ मैले यो मिटरमा हेर्दाखेरि चाहिँ त्यस्तै 80 त क्रस खाएकै थियो होइन। अब गोप्रोले कति देखाउँदो रहेछ हेरौँ है, भिडियो हालिदिन्छु। अनि मिटरको फल्ट रहेछ कि रहेछ चाहिँ तपाईँहरू कमेन्ट डाउन गर्नु होला है त सबैजनाले। कतिको मिटर फल्ट रहेछ है त बाइकमा। प्रायः जस्तो बाइकहरूमा हुन्छ नै मिटर फल्ट चाहिँ, मिटरको फल्ट चाहिँ हुन्छ नै हुन्छ प्रायः जस्तो 2-3 को खेपमा नि हुन्छ क्या। अब यसमा चाहिँ मलाई जतिसम्म लाग्छ 4-5 नै छ क्या, बढी नै छ जस्तो लागिरहेको छ होइन। अब यसो गएर हेरिदिनु होला अनि कमेन्ट डाउन गर्नु होला है त। मलाई थाहा छैन, अब गोप्रो सोप्रो खोलेर हेर्नुपर्छ कतिसम्म छोएको रहेछ भनेर। त्यो हेर्नुभन्दा बरु सिधै एडिट गर्ने बेलामा टक्क लाएर हालिदिन्छ है त कतिको रहेछ भनेर।